नमस्ते एन्ड ह्याप्पी दसैँ सबैजनालाई है। लङ टाइम नो सी। आज अक्टोबर 3 दसैँ परेको छ अनि मेरो तेस्रो दसैँ होला सायद सिडनीमा। अनि यसपालि चाहिँ टक्क $45 को कुर्ता फ्रम बस्त्र सिम्पल लगाइदिउँ होइन। अनि टक्क अब आफन्तको नाममा साथीहरू हो अनि साथीहरूसँग मिलेर यसो टिका लाउने प्रोग्राम राखेर यसो रमाइलो गरिदिउँ, दुःख भुलाइदिउँ भनेर आज प्लान गरेको। त्यही हो। 9-10 बजे होला। आज खै 11:40 अथवा 55 समथिङको साइड रहेछ। त्यो भएर टक्क कुर्ती लाएर रेडी भइसकेँ म चाहिँ। अनि म बस्छु। दसैँको रमझम छ। लुक्स चाहिँ नाइस छ है। के भएको छु अस्सलाम वालेकुम मुस्लिम जस्तै देखिरहेछ भन्थ्यो मलाई, तर नो वरिज एज लङ एज आई लुक गुड। अनि त्यही हो। 9-10 बजिसक्यो अहिले। 11:45 और 55 अराउन्डको साइड छ भन्थ्यो। अब दाइ छ, दाजुभाइ टिका लाउने अनि एउटा अङ्कल नि हुनुहुन्छ त्यहाँ लाउने। अनि केटाहरूलाई पिकअप गर्दै हल्का रमाइलो गर्ने भन्ने प्लान बनाएको छ। अब हेरौँ देशी। मसँग छ मेरो दाइ निशान थापा। हेलो गाइस, ह्याप्पी दसैँ। म पनि अघि भर्खरै सबै बनाएर अनि मात्रै ड्रेस फेरे हो। अहिले चाहिँ त्यसको पालो हो। अब एकछिनपछि टक्क रेडी हुन्छौँ हामी नि। ओके, सो लेट्स गेट गोइङ। सो यो छ यसको ड्रेसअप। मलसीको धुन मिठो जमरा र टीका राम्रो वर्ष दिनमा फर्किआयो रमाइलो चाड हाम्रो। मलसीको धुन मिठो जमरा र टीका राम्रो हाम्रो। अब घरको टिका प्रोग्राम सक्यो। केटाहरूले मात्रै त दसैँको प्रोग्राम गर्न सक्दैन, त्यही भएर लेडिजलाई त ल्याउनै पर्यो होइन। त्यो सबै सेटअप गर्ने प्लानहरू लेडिजको हो नि त। अब घरबाट निस्केर हामी एउटा अङ्कलकोमा टिका लाउन जान्छौँ। त्यसपछि केटाहरू पनि आउँछन्, घरमा बस्ने केटाहरू। अनि टक्क तिनीहरूलाई टिका लाउने सेटअप यत्तिकै छोडिदिन्छौँ। ओके, सी यु, बाई। लुकिङ गुड। एभ्री इयर टिका चाहिँ लगाएको छ। 4 वर्ष नि लाग्यो, त्योभन्दा अगाडि नि लाग्यो। दक्षिणा चाहिँ पाएको थिएन, यसपालि पायो, तर फेरि दिनु पर्यो नानीहरूलाई। के सक्यो। अन द वे फेमस हो, यसै नि फेमस। भर्खरै टक्क अङ्कलकोमा टिका लायौँ। दोस्रो टिका भयो। अब नेक्स्ट अर्को साथीकोमा जान्छौँ। 2 ठाउँ टिका भयो। बाटोतिर सबले कुर्ता लगाइरहेको रहेछ नेपालीहरूले, त्यहाँ अगाडि पनि। मलाई चाहिँ फर्स्ट टाइम कुर्ता लगाएर होला हिँड्ने औडा लागिरहेछ। त्यसलाई देखाइ त लगाएर हिँडिरहेछ। पानी पर्छ जस्तो हुरी पर्न सक्यो। मेरो कपाल उडाउँछ। होप तासमा टन्ने पैसा जितोस्, गाडी सर्भिसिङ गर्ने पैसा होस्। अब आयो मेरो अर्को साथी नौरस केसी। फोनै उठाएन, के गर्दैछ भने। के होला फोन उठाउनु छैन? ओहो एकदम झकास। हेलो 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 हेलो, के छ दाइ? चिन्नु भएन क्या दाइले? के छ दाइहरूको? अनि ह्याप्पी दसैँ सबैलाई। ल कसले जित्दो रहेछ यो राउन्ड? आयो बल्ल म जित्छु। पिकअप गर्न हो नि त म तिमीलाई। म आएर लक चले जान्छ। ल 1 केस बियर किन्नुपर्छ। आइज केटाहरू के हो? ठुलो नरेसले खायो।
मसँग पैसा नभएर खोलेको खास यत्रो साह्रो कस्तो हिरो देखिरहेको छ नरेश केसी है चिनेछ ह्याप्पी दसैँ अरू भ्लग हेरेको भए त चिन्छ हाम्रो नरेश केसी हेलो आशिष के छ ह्याप्पी दसैँ है ल उसलाई नि पिकअप गर्यो है त ल अब घर जाने फाइनल हामी 9 टाइम धेरै भयो नि त जिम्मा गएर फेरि कल गर्ने जय भद्रकाली यार म त नो ड्रिङ्क हो अब सधैँ यसरी नै हाँसी खुसी बस्छ तिमी चाहिँ के हुँदैन केटा पनि राम्ररी पढ राम्ररी काम गर यतापट्टि एउटा पार्टी लास्टमा समीर आएको छ हेलो के छ भाइ अब समीरलाई टिका लगाइदिने भन्ने बस ल्याउनु पर्दैन ल अब के खाजा खाऊ न पुग्यो क्या